गुड मर्निङ एभ्रिवान, स्वागत छ हजुरलाई मेरो नयाँ भिडियोमा। म चाहिँ एकदमै सन्चै छु। आयो हजुरहरू सन्चै हुनुहुन्छ भने आशाको साथ फेरि अर्को भिडियो लिएर आइसकेको छु साथीहरू। घाम कस्तो मेरो आँखामै परिरहेछ क्या। अनि आज पनि हामी बिहान बिहानै चाहिँ काममा गर्न नै गइरहेको छौँ। गाउँले जीवन के गर्नु साथीहरू, काम गर्नै पर्यो। मेरो बहिनी अनि तल मेरो बाबा जाँदै हुन्छ। हामी चाहिँ पराल लिन जाँदैछौँ। साथीहरू पराल चाहिँ हाम्रो दिदीकोबाट लिन जानुभएको, दिदीकोमा लिन जानुभएको। साथीहरू हामी चाहिँ अहिले हाम्रो यो धान भएको ठाउँमा आइसक्यौँ। यो चाहिँ हाम्रो खेत हो। यो माथिको घरदेखि उँधो तल 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 तलसम्म तलको घरसम्म हो। अनि यी धानको स्थिति चाहिँ यस्तो छ। अनि म मेरो डेडीलाई केही सोध्न चाहन्छु। डेडी, तपाईँलाई यो धान यतिको फलेकोमा कस्तो खुसी भइरहेछ कि दुःखी भइरहेको? सुकेको छैन अरे। डेडीलाई चाहिँ अलिक चिन्ता लागिरहेछ अरे, किनभने यहाँभित्र पानी छ नि त। अनि त्यही भएर यसको पनि खेत अरे। तताको पहिला कहाँ जान्छ यो डेडीको खेत हो नि। अनि यो अर्को अनि साथी त्यही हो। हामी चाहिँ यता चाहिँ उठाइ पनि सकेछ कि काट्यो अरे। हाम्रो चाहिँ काट्नु बाँकी छ। यो त अलिक पाकेकै छैन रहेछ हौ। ठिक छ, राम्रै छ। धानको स्थिति यस्तै छ। कता हिँड्नु भएको यता हो? ए हेरेर आउनु, त्यसो भए हामी बस्दै गर्छौँ ल। अनि त्यही हो साथीहरू। यहाँ हाम्रो धान चाहिँ उयो तलसम्म हो, तर रुख रहेछ यहाँ। अनि गर्मी छ साथीहरू। माथिको चाहिँ देख्न सक्नुहुन्छ साथीहरू। यो ए त्यो चाहिँ डब्लु डाँडा हो। ठ्याक्क डब्लु छ नि त साथीहरू। त्यो डब्लु डाँडा चाहिँ पल्लोपट्टि चाहिँ चुली पऱ्यो हो कि। त्यहाँ चाहिँ मान्छेहरू हाइकिङ गरेर कति घुम्न पनि आउनुहुन्छ। एकदम राम्रो छ ठाउँ। तपाईँहरू पनि कोही नजिक हुनुहुन्छ भने आउन सम्भव छ भने आउनु होला। चुली पोखरी एकदम रमाइलो रमणीय ठाउँ छ। मेरो डेले चाहिँ यहाँ र यहाँ चाहिँ हरियो रहेछ, अरू त सुकेको छ भन्दै हुन्छ। के भएर नि त्यो आधी आधी चाहिँ ल साथीहरू। अब चाहिँ हामी पराल लिनतर्फ लाग्यौँ है। यहाँ बोकिरहेको छौँ हामीले। खाऊ न, खाऊ न। साथीहरू हामी चाहिँ यहाँ अब पराल बाँधिसक्यौँ। अनि घर लाग्न लाग्यो। यहाँ पराल बाँध्दै चाहिँ बहिनी र बाबा चाहिँ, यो बाबाको भारी, यो मेरो भारी, यो बहिनीको भारी हामी लाग्नुपर्ने हुन्छ साथीहरू परालमा। मेरो फोनको चार्ज छैन, त्यही भएर भरे साथीहरू हामी चाहिँ अहिले रिचार्ज लिन जाँदैछौँ यहाँ तलतिर। बहिनी र म रिचार्ज लिन जाँदैछौँ। हो दिनभरि बस्यो खाइयो लागेर केही गरिएन। भिडियो सिडियो भ्लग पनि स्टार्ट गरिएन होइन, तर काम चाहिँ गरियो तर त्यही हो भन्नुपर्दा। खास भन्नुपर्दा चाहिँ त्यही हो। देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ हाम्रो स्कुल हो। पहिले जमानामा पढेकै स्कुल। कति याद आउँछ यो स्कुल हामीलाई। यो स्कुलको नाम चाहिँ श्री इन्द्र आधारभूत विद्यालय हो। त्यही होइन। यहाँ चाहिँ साथीहरू यहाँ चाहिँ खाजा रहेछ। खाजा भुजा सुजा रहेछ। यहाँ चाहिँ झ्याल पनि छैन त के हो। यो चाहिँ हामी बचपनमा पढेको स्कुल हो। एकदम धेरै मिस गर्छौँ यो स्कुललाई चाहिँ, एकदम धेरै मिस गर्छौँ। ओभर दामी छ नि त। अनि देख्न सक्नुहुन्छ यता चाहिँ मुनि 5 6 7 8 हो। अनि यहाँ चाहिँ सानो उयो हो। के छैन, छोड म पनि मजा हुन्छ क्या खेल्नु चाहिँ। क्या मजा आयो साथीहरू। हामी चाहिँ रिचार्ज लिनु जाँदैछौँ। रिचार्ज चाहिँ के घरमा पाउँछ क्या। यहाँको बोजू कहाँ जानुभयो?
हो र यहाँ पनि रिचार्ज पाउँछ पाउँदैन ए के दोकानभित्रै हुन्छ एनटिसीको दिन न 200 को ये है हमारा ऐसे तो बोल दी ना ये है मेरे दीदी खानेकुरा किन्दै किन्देला दिदी अब चाहिँ यो मिठाई हैन यो 500 को एउटा ए त्यसो भने त्यो एउटा दिनु ए दुईटा दिनु म त त्यो नमस्कार खादिन त्यो त किन कस्तो छ भने चाहिँ मिठो हुन्छ कि तर यो मलाई अमन भएको क्या पहिले धेरै खाएर धेरै खाएर यो खाए सुरुमा त्यो अर्को हरियो ललिपप खाएको थिएँ म त अबै बिरामै भएको छु कसकोमा पो बेच्नुहुन्थ्यो अनि किन्दै किन्दै खाएको खाइ गरेको देख्न सक्नुहुन्छ आइसक्रिम निकालिसकेँ मैले खाएँ पनि ल देखाउँ न कसरी गर के गरेको गर्नु नआएपछि के भन्दा ल बोक्यो सबै ए यो आजदेखि त एक हप्ताको लागि ढुक्क साथीहरू हाम्रो यो चाहिँ आइसक्रिम सेम सेम बट डिफ्रेन्ट वाउ मिठो नो हुँदैन डिफ्रेन्ट सेम सेम बट डिफ्रेन्ट नट डिफ्रेन्ट सेम यो चाहिँ मलाई एकदम मिठो लाग्छ यो कुको के भन्छ यसलाई तर खानु चाहिँ खान्छ है म उता दिन्न नै म यसलाई दिनु नै हुँदैन अर्को चाहिँ जाऊ है ए थप कसैमा त माग्ने जस्तै भयो हिँड्छु र यहाँ दिदी भन्छु हामी रिचार्ज लिएर आइसक्यौँ मा चाहिँ जोत्दै हुनुहुँदो रहेछ अनि माथि मेरो छोरा चाहिँ आउँदैछ म चाहिँ यहाँ छु यिनी चाहिँ मेरी आन्टी हुन् मम्मी भाइ स्कलर छोरा म चाहिँ यहाँ रिचार्ज किनेर आइसकेँ यो चाहिँ यसो मेरो छोरीको भिडियोमा लाइक कमेन्ट गरिदिनु भन्नुहोस् कति राम्ररी देखेको हो दुईटा परिहरू स्कलर मम्मीको भिडियोमा लाइक गरिदिनु भन्नु छिटो लाइक गरिदिनु म ट्र्याक्टर हेर्दैछु गाइज भन्नु न देख्न सक्नुहुन्छ ट्र्याक्टर भन्नु न मेरो मम्मीको भिडियो मन पराइदिनुहुन्छ भन्ने आश गरेको छु भन्नु कस्तो हुन्छ लाइक कस्तो हुन्छ गुड यस्तो अनि नानी माया गरिदिनु होला भन्नु चुप्पा गरिदिनु यसरी एउटा औँलाले मात्रै यसरी आँखा झुम्का दिस्यो आँखा अनि गुड भनिदिस्यो आई मिस यु बाबालाई मिस गरेको छु भन्नु भन्नु पर्दैन बाबाले मिस गरेको छैन बाबा साथीहरू भनिदेऊ छिटो मेरो छोरा चाहिँ ट्र्याक्टर भनेपछि हुरुकै हुन्छ त्यही भएर ट्र्याक्टर हेर्दैछ साथीहरू यहाँ एकजना अर्को भ्लगर अङ्कल हुनुहुन्थ्यो कहाँ जानुभयो Thanks for watching. Please subscribe.